हेलो दर्शक नमस्ते सबैजना सन्चै आराम हुनुहुन्छ होला। हामी चाहिँ अब चाहिँ गेमको लागि भनेर प्रोग्रामको लागि भनेर म चाहिँ प्रोग्राम सञ्चालकको रूपमा र हाम्रो खेमावन हुन्छ कार्यक्रम संयोजकको रूपमा हुनुहुन्छ। हामी चाहिँ आज चाहिँ फाइनली आज 29 गते हामी चाहिँ अहिलेको चाँचीको डाँडा भन्ने ठाउँमा आइसकेको छौँ। अब प्रोग्रामको लागि अब केटाहरूले सरसामान चाहिँ देख्न सक्नुहुन्छ। हाम्रो यहाँ सबै जुटाएर ल्याएको छ नि, अरू बाँकी सामान चाहिँ पठाइदिइसकेको छौँ। फाइनली आजको चाहिँ भ्लग्स चाहिँ यहाँबाट चाहिँ सुरु गर्छौँ। हेरौँ लेट्स सी कस्तो हुन्छ। हामी चाहिँ अब कार्यक्रमको अब मञ्च बनाउने यताउता भनेर अब चाहिँ घुमाएर जाँदैछु। देख्न सक्नुहुन्छ यु क्यान सी गाइज, हाम्रो घर चाहिँ यस्तै छ है, हालतै खराब छ। अब लाग्दैछौँ घुमारीतर्फ। घुमारी जाने यो बाटो चाहिँ सानो छ अलि, तर त्यस्तो नराम्रो छैन, त्यति राम्रो पनि छैन। पछि चाहिँ बिस्तारै बन्दै जाला। बर्खामा चाहिँ यहाँ हिलोले औडा हिँडाइ नसक्नुहुन्छ। लागेको छ जोड्दै बाटो भन्छ तलपट्टि चाहिँ। यहाँ चाहिँ सबभन्दा बिचको बाटो थियो, अहिले चाहिँ त्यो पिच हालेर बवालै छ बाटो। पहिला त लास्टै गाह्रो छ, हुँदै नमिल्ने। अहिले चाहिँ यो बाटो चाहिँ है फाइनली अब गाउँ प्रवेश गर्दैछौँ। गाइज त्यस्तो हुन्छ अवस्था चाहिँ क्यामेरा मिलाइ ओ भाइ के छौ? ओ बाजे हुन्छ हो नि भएको गाइज। हामी चाहिँ अब ग्राउन्डको अवस्था हेर्दैछौँ। पोल चाहिँ यस्तरी बन्दैछ, कस्तो चाहिँ देखिँदैन। तयारीमा चाहिँ छ नि। फाइनली ग्राउन्ड चाहिँ रेडी पोजिसनमा हुँदैछ। बाँकी स्टेजको कार्यक्रम चाहिँ त्यतातिर हुँदैछ केटाहरू। यस बेला 4 बजे टोयलेट बसेर बल्ल यस बेला उठेर 4 बजे टोयलेट बसेर यस बेला उठेर आउनुहुन्छ त मान्छेहरू, त्यस्तो पनि हुने के। आइफोनवाला ल, यो चाहिँ हामीले टाङ्न नपाउँदै च्यातिसकेछ। सबै हाम्रो दर्शकहरू हुनुहुन्छ होइन, मुसाल काटेको छ यो चाहिँ। तेस्रो स्थानको लागि भिडन्त हुँदैछ है त। सुकमाया माझीपोटेको एक टिम छ भने चन्द्रमाया राणाको अर्को टिम छ। ल तेस्रो स्थानको लागि भिडन्त हुँदैछ है त। स्थानको खेल हुँदैछ है त। ल प्रथम स्थानको खेल यता हुनुहुन्छ सन्जु विकल्प ग्रुप हुनुहुन्छ भने अर्को स्थानमा रहनु भएको छ बबिता अलीको ग्रुप देख्न सक्नुहुन्छ। सेकेन्ड भयो।